हेलो सेवा नमस्ते, म दिनेश बान्त। आज चाहिँ हामी यहाँ नामाङ्सन भन्ने पहाडमा चाहिँ चढ्न आएको छौँ। राम्रो साथीहरू हुनुहुन्छ। हामी चाहिँ अब हाइकिङ चढ्यो पहाडतिर, नामाङ्सन भन्ने पहाडतिर। आज चाहिँ छुट्टी भएकोले मान्छे टन्नै पुरैना आउनु भएको छ, पुरैना लगाएको छन्। आज चाहिँ गाडी पार्क गर्ने ठाउँ छैन। बिस्तारै घामले टन्नै लागेको छ। हो त हाम्रो आशिष सर, ह्यान्डसम आशिष सर, यता ह्यान्डसम हाम्रो गुरुङ सर, अर्को यता ह्यान्डसम गायक तामाङ सर। गायक रे हिजोको त गायक हो नि त। हिजोको त गायक मात्र नभएर नायकै हो नि उहाँ। तपाईँको त फुत्त छिरिहाल्नु भयो। हामी त यता खुला भएछ यार, पहिला बन्द थियो। नजाउँ नजाउँ नजाउँ, हामी अर्कोतिर। यो घरहरू चाहिँ के भन्छ अरे नाम, पहिला के भन्छ? ए भेडाहरूले स्वागत गरेछ है। साँड भन्छ अरे भेडाको उसलाई। उहाँ कुकुर हो कि मङ्की हो? भेडाको उन जस्तो, भेडाको उन जस्तो, है भेडाको उन जस्तो, पुर्णेको जुन जस्तो। आकाशैबाट क्या उडी आयो, भेडाको उन जस्तो, भेडाको उन जस्तो। कस्तो दामी हो यार, हरियाली माथि हलो जुन साथी। चाहियो भने होइन उयो त मैले बनाएर राखेको छु उहिले नै। त्यो त पहिला एकचोटि हामी आएको ठाउँ पो रहेछ यहाँ। आएको थियो त तामाङ सर मोरानबाट। हो मोरानबाट हिँडेर पनि आउँछ नि। तपाईँ बनाउँदै गर्नुहोस्। ल राष्ट्रपको झोले झोलो बोक्दै हिँडेको छ। ल त्यही भएर म झोले भएकै घन्टी बजाउँदै। यो हरियो लुगा लाउने काङ्ग्रेसको झोले, प्लास्टिकको झोलो बोकेर। यहाँ चाहिँ बिना वर्दीको झोले, यो झोला नभएको हो। वर्ल्ड हेरिटेज साइडमा पर्छ। यहाँतिर बुढाबुढीहरू रमाइलो गर्छ बसेर। यो रुखले चाहिँ 410 वर्ष भयो। नित्य नाम हो रे यो रुखको नाम। यसरी छ 25 मिटर अग्लो रहेछ। 4 mm गोलाइ रहेछ भनेर भन्ने यहाँ जानकारी रहेछ। 1983 3 10 भनेपछि त्यो बेला ऊ होला क्या, भने होला यो रुख यति वर्ष भयो भनेर। त्यो बेलादेखि संरक्षण गरेर होला सायद। खोइ चिजी लेखेको छ, अर्काको आएको छ। हामी पढ्न जानु, हामी नपढ्ने मान्छे हो। हामी चाहिँ नि बुद्धिभन्दा बल बढी भएको मान्छे हो। त्यही भएर कुनै टेन्सन छैन। हो त्यो रुखमा पाल पनि रहेछ हो, हेर्नु है त। त्यहाँ चराचुरुङ्गी किराचिरीहरू बस्ने ठाउँ हो त्यो। मिस्टर झोले यो रवि दाईले किनिदिएको टी सर्ट हो यो, के अरे ज्याकेट। इन्डिपेन्डेन्ट अर्कै स्वतन्त्र। ए अर्कै स्वतन्त्र हो, अर्कै सम्पङवाला हो यो। आफ्नै वाला हो। ल
12को आमा रे 12को आमा किन भएको थाहा छ? उहाँ 12मा जन्मेको हो त्यही भएर 12 हो 12को आमा